शुभ प्रभात नमस्ते। म यतिखेर तपाईलाई काँसको फूल देखाउन यहाँ आइपुगेको छु। यो ठाउँ हो बागद्वार खोला। यो बागद्वार खोला दक्षिणमा पुगेपछि किर्खा खोला बन्दछ। यसको उत्तरी भाग यो बागद्वार खोला भए ठाउँ चाहिँ हात्तीलेदा कम्मलको सङ्गम स्थल हो। त्यसैगरी दक्षिणमा चाहिँ यसको किर्खा खोला भनेर किर्खा पुल हुँदै बग्ने नदी छ। शहीद गेटको छेउमा त्यहाँ पहिला शहीद गेट पनि थियो। किर्खा बजारदेखि 500 मिटर पूर्वमा चाहिँ किर्खा बजारदेखि 500 मिटर पूर्वमा चाहिँ यो किर्खा खोला रहेको छ। यसरी काँसहरू ड्याममै फुलेका छन्, कति मनमोहक भएको छ। तपाईँ पनि भिजिट गर्न सक्नुहुनेछ। अब काँसको अन्तिम हुन लाग्यो। अब 15 दिनमा त काँस सबै झर्ने पनि छ। जाडो आए सँगसँगै काँस झर्छ। यहाँबाट हिमालहरू पनि देख्न सकिन्छ। माथि चुलीदेखि माथि चाहिँ कञ्चनजङ्घा हिमाललाई पनि हामीले यहाँ देख्न सक्छौँ। यहाँ भिडियोमा अलिक देखिएन होला, तर फेस टु फेस हेर्ने भने अलिअलि देखिन्छ यहाँनिर। हस् त, धन्यवाद, थ्याङ्क यू।